ढुङ्गा काट्न आइयो कार्यो ढुङ्गा त कार्यो आज 2 चट्टा कार्यो चट्टाको 1000ले गर्दाखेरि अब चाहिँ डिभाइड गर्नुपर्ने भयो 2000 भयो 2000 भयो फेरि किन बन्नु पर्ने भयो रुपैयाँ 600 रुपैयाँ मात्रै बस्यो 1800 मात्रै भयो अरे 200 रुपैयाँ बाँचेको थिएन 200 रुपैयाँ भाग गर्नुपर्ने भयो 200 रुपैयाँ बाँड्दाखेरि फेरि 50 रुपैयाँ बाँच्यो अब 50 रुपैयाँ बाँच्यो फेरि 50 बाँच्यो 50 बाँच्यो के गर्ने त्यसलाई कसरी बाँड्ने फेरि 50 लाई 15 रुपैयाँ गर्नु पर्यो उमङ्गले त्यो गर्नु पर्ला 45 रुपैयाँ बाँच्यो 5 रुपैयाँ बाँच्यो 5 रुपैयाँ फेरि कसरी बाँड्ने भन्ने भयो नि त फेरि 5 रुपैयाँ फेरि 1 रुपैयाँ गर्नु पर्यो 1 रुपैयाँ दुवै बाँच्यो त फेरि फेरि 2 रुपैयाँ पाइनु भयो 2 रुपैयाँ फेरि बाँड्ने कसरी फेरि 2 रुपैयाँ कसरी पाउने गाइजहरु कमेन्टमा भनिदिनु होला तपाईहरु ल स्वागत छ हाम्रो आजको ढुङ्गा काँडाको काम चाहिँ यतिकै हो प्रोग्रेस यतिकै साथीहरु हिसाबले गरियो यस्तो यस्तो भयो 2 रुपैयाँ लास्टमा बजेको छ साथीहरु 2 रुपैयाँ कसरी पाने त तपाईहरु सल्लाह दिनु ल ओके गाइस साथीहरु हाम्रो भिडियोमा स्वागत छ